नमस्कार, म सुरेश राई हाल क्रोसियाबाट जेनजीको सम्मानको लागि दुई शब्द राख्न चाहे। तपाईहरुलाई जस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला है त। जलेको मन खरानी भएको सपना बोकी नहिन्नु है बाबा विगतलाई सम्झेर। जलेको मन खरानी भएको सपना बोकी नहिन्नु है बाबा विगतलाई सम्झेर। क्षितिज पारीबाटै भए पनि सबैलाई सम्झेको छ भनिदिनु है बाबा ह्याप्पी दशैं छ भनेर। क्षितिज पारीबाटै भए पनि सबैलाई सम्झेको छ भनिदिनु है बाबा ह्याप्पी दशैं छ भनेर। हजारौं सपना थियो बाबा दुःख नमान्नु है एउटा पनि पूरा गर्न सकेन भनेर। हजारौं सपना थियो बाबा दुःख नमान्नु है एउटा पनि पूरा गर्न सकेन भनेर। हिजोसम्म त पूरा गर्छु भनेकै थिएँ नि बाबा विडम्बना आज एक्कासै विलिन भयो छातीमा तात गोली लागेर। विडम्बना आज एक्कासै विलिन भयो छातीमा तात गोली लागेर। हजारौं विलिन भएको सपनासँगै आज चितामा जल्दैछु बाबा धेरै नरुनु है यो अभागी छोरालाई सम्झेर। हजारौं विलिन भएको सपनासँगै आज चितामा जल्दैछु बाबा धेरै नरुनु है यो अभागी छोरालाई सम्झेर। मेरी आमा छाती पिटी पिटी रुँदै होलान् सम्झाउनु है बाबा यो कथामा हाम्रो छोराको रोल यति नै थियो भनेर। बाबा यो कथामा हाम्रो छोराको रोल यति नै थियो भनेर। सदा झै नकुर्नु भनिदिनु है आमालाई बाबा यी खुल्ला ढोकाहरूलाई हेरेर। सदा झै नकुर्नु भनिदिनु है आमालाई बाबा यी खुल्ला ढोकाहरूलाई हेरेर। अब त ती ढोकाहरूले पनि प्रश्न गरिनु होला आमालाई बाबा किन यो खडेरीमा पनि सुसाइरहेका छन् तिम्रा आँखाहरू मलाई हेरेर। किन यो खडेरीमा पनि सुसाइरहेका छन् तिम्रा आँखाहरू मलाई हेरेर। अब त धेरै टाढा पुगिसकेछु बाबा कहिले नफर्किने गरी धुवाँ बनी आकाशमा उडेर। अब त धेरै टाढा पुगिसकेछु बाबा कहिले नफर्किने गरी धुवाँ बनी आकाशमा उडेर। यो देशको लागि शहीद भएको हुँ बाबा सधैँ अमर राख्नु है जेनजीको नाम इतिहासको पानामा लेखेर। बाबा सधैँ अमर राख्नु है जेनजीको नाम इतिहासको पानामा लेखेर। धन्यवाद।